हेलो नमस्ते गाइज सबैजनालाई। आज चाहिँ म काठमाडौँबाट निजगढ 12 मा आइपुगेको थिएँ। हाम्रो घरमा टाङ्ग्या बस्ती। आज म घरमा छु। आज चाहिँ आज मेरो बुढी र म आज यो स्कुटरमा आएको। अनि हामी चाहिँ भोलि दिदीको बिहे छ, त्यसैले आज हामी आइपुगेको। सो म तपाईँहरूलाई आज के देखाउन चाहन्छु भने हाम्रो गाउँघरमा चल्ने हाम्रो के भन्छ रे बुढी, के भन्छ रे यसलाई, के भन्छ रे गरेटी त तिक भिल्लो छु दा करेसाबारीमा मम्मीले के रोप्या छ म तपाईँहरूलाई सबै देखाउँछु होइन। यो चाहिँ हाम्रो करेसाबारी हो। यहाँ चाहिँ हाम्रो साग सब्जीहरू रोपिन्छ। हाम्रो उखुको बोट चाहिँ हाम्रो बाजेले रोप्नु भएको है, यो उखुको बोट। अनि यहाँ मेवाको बोट छ। मेवाको बोट पनि बाजेले नै रोप्नु भएको हो। मेवाको बोट पनि अग्लो भइसकेको छ। अस्ति नै मभन्दा सानो थियो, खोइ मान्छेभन्दा चाँडो अग्लो हुँदो रहेछ। यो चाहिँ रायो साग भन्छ है, नेचुरल रायो साग मम्मीले रोप्नु भएको। यो चाहिँ के हो है? यो टमाटर रहेछ, टमाटरको बोट। अनि त्यो चाहिँ हाम्रो मम्मीले रोप्नु भएको धनिया। अनि यो चाहिँ लसुन हो कि प्याज हो? यो सबै वहाँसम्म चाहिँ लसुन रहेछ। यता चाहिँ तोरी। अनि यता चाहिँ फेरि खोर्सानी पनि पाकिरहेछ है। खोर्सानी पनि छ। मम्मी यहाँ आउनु त मम्मी यहाँ आउनु त। अब यहाँ सबैलाई होइन के बनाएको छ, के कस्तो छ सबै देखाउनु पर्यो कि। उहाँ चाहिँ मेरो मम्मी है, उहाँ चाहिँ मम्मी हो। मम्मी त फेरि साह्रै सानो पो हुनुहुँदो रहेछ हौ है। मम्मीले यहाँनिर के रोपेको छ सब देखाउँदैछ क्या। हामी चाहिँ यो करेसा बारीमा हिँड्दैछौँ। ल हिँड्नु त मम्मी, अगाडि हिँड्नु त। यो के हो सबै देखाउनु ल। यता अब यो तलको देखाउँदै हिँड्नु नि। टमाटर, ओहो मुला पनि रहेछ भाइ। त्यहाँ कता साग छ? उता पनि साग छ। साग, मुला। आहा मुला त यार, मुला त सकिसकेछ। मम्मीले चाहिँ के गर्नुहुन्छ भने यो साग सब्जीहरू होइन सबै ओसार्नुहुन्छ कि उता निजगढमा गएर व्यापार गर्नुहुन्छ। सिमीको झाँगै रहेछ। ठिक सिमीको झाँगै बनाउनु भएछ मम्मीले। यत्रो भएपछि के चाहियो? यो चाहिँ के रे? तरुल। कुन तरुलले? यो सकरखण्ड हो कि के हो? सकरखण्ड भन्ने तरुल पनि रहेछ है। आम्बो अहिले खान मिल्छ? मिल्ने बेला भयो, खाने बेला भयो। अब सङ्क्रान्तिमा खाने, माघ सङ्क्रान्ति हामीले त खान पाउँदैन, त्यही हो। अब घरकै मान्छेले खाने हो, हामी त काठमाडौँमा हुन्छ त्यसैले। अब चाहिँ म के देखाउँछु भने मेरो घर देखाउँछु तपाईँहरूलाई। मेरो घर कस्तो छ होइन, के छ कस्तो छ सब देखाइदिन्छु। यहाँबाट देख्ने घर त्यो माथिको मेरो घर हो। त्यो गोठे हो। गोठे भनेको के भन्छ? गोठ हो। गोठमा चाहिँ भैँसी दुईटा छ। अनि त्यो माथिको चाहिँ हामी बस्ने घर हो। भैँसी दुईटा, घर सब छ। यो धारा चाहिँ मैले अस्ति नै बनाएको होइन। हाम्रो यहाँनिर खानेपानीको धारा थियो, त्यही धारा चाहिँ अस्ति बनाएको थिएँ मैले, बुवा र म मिलेर बनाएको। उतापट्टि चाहिँ अङ्कलको घर। अङ्कलको भाउजू पनि उतै हुनुहुँदो रहेछ। खोर्सानी सब छ। अब बुढीले खानासाना बनाउन तयार पार्दैछ, चामल भिजाउँदैछ होइन। हाम्रो चाहिँ खानेपानी 5 बजीदेखि 6 बजीसम्म हो कि 8 बजीसम्म दिन्छ। सो धारा आइरहेको रहेछ त है, धारा पनि आइरहेको रहेछ होइन। ल ठिक छ। हाम्रो चाहिँ उहाँ चाहिँ मेरो हजुरआमा नमस्ते गर्नु त। नमस्ते गर्नु न। नमस्ते हो। उहाँ चाहिँ मेरो हजुरआमा। अनि हाम्रो चाहिँ यहाँनिर दुईवटा साथी छ तर कालो छ कि यहाँनिर दुईवटा साथी।
कालो भैँसीहरू छ दुईटा हाम्रो ल फाइनल्ली गाइस यो चाहिँ मेरो घर यो चाहिँ धारा हाम्रो कल धारा है केही गरी त्यहाँनिर पानी आएन भने हामी चाहिँ यहाँ कलधाराबाट कलबाट पानी निकाल्छौँ भित्र खाना बनाउने कार्यक्रम सुरु हुँदैछ चार्लीले पनि हेर्न थाल्यो उहाँ चाहिँ हाम्रो बाजे मेरो बाजे